हेलो हेलो सबैजना मित्रहरूलाई स्वागत छ मेरो लाइफमा। मेरो युट्युब च्यानलमा स्वागत छ सबैजनालाई। गर्मी हुनु कति धेरै आफू यस्तो घाम लागिरहेछ होइन। एकदम भात पकायो भने पाक्ने खालको घाम लागिरहेछ यहाँ। अनि चाहिँ यहाँ हेर्न सक्नुहुन्छ यस्तो बाटो हुँदै म बाटो हुँदै म हिँड्छु होइन। साथीहरू कस्तो लाग्यो तपाईँलाई यो बाटो? अब यो बाटो हुँदै खोलामा पुगिन्छ होइन साथीहरू, यस्तो छ। अनि म यस्तो छु, गर्मी लागेर पुस्कुट भइरहेछ। बोल्ने आवाज पनि निक्लिरहेको छैन किनकि गर्मी यति धेरै छ नि त। अब म यसरी जान्छु मेरो बाटो हेर्नु साथीहरू। म घरमा गएर मात्र बोल्छु होला हौ आजको गर्मी देखेर। वाउ कस्तो राम्रो देखिरहेछ अहिले चाहिँ। भरे चाहिँ कस्तो देखिन्छ आई डोन्ट नो। हेर्नु न यो आँप फलेको कति धेरै चख्ना देख्नुभयो त। म खोलाको बाटो आइपुग्छु भनेको थिएँ नि, ठ्याक्क खोला आइपुग्यो। अब उनीहरूले गर्मीले मर्यो हो। यहाँदेखि फेरि भित्र छिर्नुपर्छ। हेर्दै गर्नु होला मेरो भिडियोलाई। भाग्यो अब यहाँदेखि यसरी जानुपर्छ साथीहरू। मेरो बाटो धेरै लामो छ, लगभग 1 घन्टाकै भनौँ न 1 घन्टाकै हुन्छ बाटो होइन। ठाउँहरू हेर्न सक्नुहुन्छ यता तरानको। स्टुडेन्टिना एन्ड चोक यो आँप चाहिँ फलेको रहेनछ, अरूभन्दा बेग्लै रहेछ। अनि हेर्नु न घामले पोलेर मरिसक्यो। म त बाटो देखाउँछु। अनि यसरी हुँदैन चाहिँ यो ठुलो बोटको छेउमा निक्लिसक्यो होइन साथीहरू। अनि यहाँदेखि चाहिँ मेरो बाटो यसरी जान्छ। हेर्दै गर्नु सबैजनाले। जस्तो भयो आज चाहिँ मेरो काम चाहिँ बाटो देखाउने मात्र हुन्छ किनकि अब गएर मकै छर्नुपर्ने छ होइन साथीहरू। अघि बिहानसम्म त पानी पर्ला जस्तो भएको थियो। अघि चाहिँ पुरा पानी तल पुरो घाम लागेर बिचोक बनाइदिइहाल्यो। फाइनली साथीहरू म चाहिँ यो जङ्गलभित्र आइपुगेँ होइन। त्यो चाहिँ साकेला हो। अनि यहाँभित्र आएर शीतल पाइन्छ होला भनेको रुखहरू त नाङ्गै छ, नाङ्गै रुखहरू। अन्त कहाँदेखि शीतल पाएँ? छाता बोक्नु नि अल्छी लाग्ने गाह्रो छ मलाई पनि। यस्तो भइरहेछ रुखहरू आजभोलि, बिचराहरूलाई गाह्रै छ नि। अब म यहाँहरूलाई मेरो गाउँको बाटो देखाउने छु। अघि पनि देखाउँदै आएकी थिएँ। सो अहिले चाहिँ पूर्ण रूपले गाउँभित्रै छिरिसकेको छु होइन। अनि अहिले चाहिँ अलिअलि हल्का हावा आएको अवस्था। अनि एकदम गाह्रो भयो नि अब जाने। मैले गए त फर्केर त एकदम बाक्लो भन्दा पनि त्यस्तै छ बस्तीहरू होइन। अनि म चाहिँ हल्का आज त वक्क दिक्कै लगायो मलाई घामले कसम से। अनि हजुरहरूलाई मेरो गाउँ कस्तो लाग्छ हेर्नु होला। यहाँ यसरी उकालो निक्लिनुपर्छ होइन साथीहरू, बाटो छैन हो।
बाटो राम्रो भए त गाडीमा आउनुहुन्थ्यो नि, गाडीले कम्ती लिन्छ यस्तोमा ल्याउँदा 400-500 भन्छ। अनि यो मेरो गाउँपारीको सहर चाहिँ यस्तो छ। अनि म चाहिँ यसरी जानुपर्ने खास गरी होइन, तर म यसरी जान्छु किनकि चटपटीको सामग्री 2-3टा लिएर जानुपर्ने छ बुजा छेउछाउ। अनि अरू त तलतिरै पाइहाल्छ, अरू पनि भुजा पनि पाउँछ, तर पनि यो माथिदेखि चाहिँ लानु पऱ्यो भनेर सोच गरेको थिएँ। अनि मेरो त बिचोक छ साथीहरू, अनि हेर्न सक्नुहुन्छ। ल मेरो गाउँ हेरेर तपाईँहरू कमेन्ट छोडिदिनु होला, कस्तो लाग्यो मेरो गाउँ तपाईँहरूलाई। एकदम सुनसान, हामी गोठालो हिँड्नु बजेको मेरो गाउँ पारीको जङ्गल एकदमै उजाड स्थान भइरहेछ अहिले होइन। अनि कमेन्ट गर्नु होला, मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला सबैजनाले। यस्तो डुल्दै आएको छु होइन। ल अब म भुजा किन्छु, त्यसपछि देखाउनेछु हजुरहरूलाई फेरि अर्को पार्टमा। अनि चाहिँ मैले चटपटीको सामग्रीहरू किनिसकेँ साथीहरू। अब म लागेँ होइन। अब यहाँदेखि तलतिर झन् मेरो पुरै गाउँ छ है, टन्नै मेरो घरको हालत देखाउनेछु तपाईँहरूलाई। यसो घाम लागेर हरियो नदेखेको नि, यहाँ त हरियो भइसकेछ त यस्तो त। घरमा लागेर खानेवालामा छु अब म बनाएर, अल्छी लाग्यो भयो भने बनाउने छु म चाहिँ। भरे खन्न आउनुपर्ने छ। यो चाहिँ नम्बरीले यो ठाउँहरू चाहिँ हाम्रोतिर चाहिँ के गेस गर्नुहोस् त साथीहरू। मजा आउँछ ल हावा, यहाँ एकदम मिठो हावा आउँछ क्या। म बोलेकै सुनिँदैन होला। ट्र्याक्टरले बाटो अब यहाँदेखि तलतिर मेरो गाउँ छ। आजको भ्लग चाहिँ यति नै बनाउँछु, मकै खनेको चाहिँ म भोलि बनाउने छु किनकि छिटो भ्लग बनाउने हो मेरो भ्लगमा। लाइक कमेन्ट भ्यू चाहिँ आउँदैन, सब्सक्राइबै हुँदैन, के बनाउनु जस्तो लाग्छ नि हो बेला त। हरेस पो खान्छु त मेरो गाउँको टुप्पीहरूदेखि थालै टुप्पाहरू। यो चाहिँ रियल्ली मेरै गाउँ हो। ल कमेन्ट गर्नु ल साथीहरू। ए ऊ त तल्लो चाहिँ मेरो घर हो। तल्लो मतलब यो होइन नि, फेरि बाटो यस्तो छ फेरि डेन्जर तरिकाको। आमा घर पुगे साथीहरू। लाइक हेर्दै गर्नु होला मेरो भिडियोलाई, लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला सबैजना साथीहरूले। ओके बाई बाई, हेभ अ गुड डे अल टाइम भनेर के भन्नु। एकछिन है मेरो घर देखाइहाल्छु। मेरो घरको र यो बाटो मेरो घर छेउमा रोड छ। यो हाम्रो मकै ओइलिसकेछ घामले।